हेलो एभ्रिवान। आज चाहिँ म कम्प्युटर साइन्सको एकदमै मोस्ट इम्पोर्टेन्ट च्याप्टरको भिडियो लिएर आएको छु है। यो ओएसआई मोडल भनेर जान्दछौँ होइन हामी। अब यो ओएसआई मोडलको काम चाहिँ के हो फर्स्टमा हेरौँ है त। ओएसआई मोडलले हामीलाई कसरी हेल्प गर्छ त्यो चाहिँ हेरौँ है। अब ओएसआई मोडल भनेको चाहिँ द ओएसआई मोडल इज अ कन्सेप्चुअल फ्रेमवर्क द्याट हेल्प्स अस टु अन्डरस्ट्यान्ड हाउ नेटवर्क प्रोटोकल्स एन्ड कम्युनिकेसन सिस्टम इन्टरेक्ट विथ इच अदर। कम्युनिकेसन सिस्टम र नेटवर्क प्रोटोकलहरू एक आपसमा कसरी इन्टरेक्ट हुन्छ त भन्ने आइडिया हामीले पाउन सक्छौँ, हो कि नै। OSI model consists of 7 layers and each layer performs its own functions and responsibilities. All these layers work collaboratively to transfer data from one network to another across the globe. मतलब 7वटा लेयर मध्ये each लेयरहरुको डिफरेन्ट फंक्शन्स छ र डिफरेन्ट फंक्शन्स भएको सबै लेयरहरु कोलाबोरेटिभली काम गरेपछि चाहिँ एउटा नेटवर्कदेखि अर्को नेटवर्कसम्म डाटा सक्सेसफुली ट्रान्सफर गर्न हेल्प गर्छ भनेर बुझ्नु पर्यो है। ओएसआई मोडल एउटा लेयर बेस्ड अप्रोच हो है। अब त्यो 7वटा लेयरहरु चाहिँ के हो त ओएसआई मोडलको भनेर जानौँ है त। एकदमै इम्पोर्टेन्ट है। अब फर्स्टमा छ एप्लिकेसन लेयर, सेकेन्डमा छ प्रेजेन्टेसन लेयर, थर्डमा छ सेसन लेयर, फोर्थमा छ ट्रान्सपोर्ट लेयर, फिफ्थमा छ नेटवर्क लेयर, सिक्स्थमा छ डाटा लिङ्क लेयर एन्ड लास्ट सेभेन्थमा छ फिजिकल लेयर है। टोटल 7वटा लेयर रहेछ ओएसआई मोडलमा। यो 7वटा लेयरको आफ्नो आफ्नो फङ्सन्सहरू छ। के काम गर्छ यो 7वटा लेयरले हामी डिटेलली बुझौँ है त। फिगर हेर्दा चाहिँ यो क्लाइन्ट साइड भनेको चाहिँ एउटा सेन्डरको रूपमा तपाईँहरूलाई लिनु होइन, अनि सर्भर साइड भनेको चाहिँ रिसिभरको रूपमा यसलाई लिनु है। एप्लिकेसन लेयरमा चाहिँ सबैभन्दा फर्स्ट लेयर भनेको एप्लिकेसन लेयर हो है। एप्लिकेसन लेयरले चाहिँ युजरलाई चाहिँ एउटा इन्टरफेस प्रोभाइड गर्छ क्या। मतलब यो क्लाइन्ट साइडलाई सेन्डरको रूपमा लिनु भनेको छ। यो सेन्डरबाट केही डाटा इन्फर्मेसन्सहरू रिसिभरसम्म यो पुर्याउनु पर्यो भने त एप्लिकेसन लेयरद्वारा सेन्ड गर्नुपर्छ क्या। हाम्रो सबैभन्दा क्लोजेस्ट लेयर टु द युजर भनेकै एप्लिकेसन लेयर हो। वेब ब्राउजर्सहरू छ नि, यो गुगल सफारी जस्ता ब्राउजर्सहरू होइन, म्यासेजिङ एप हामी टन्नै युज गर्छौँ, इन्स्टाग्राम वाट्सएप जस्ता एप्सहरूले हामीलाई के गर्छ भन्दाखेरि म्यासेज सेन्ड गर्ने प्लेटफर्म चाहिँ एप्लिकेसन लेयरले दिन्छ होइन त। यो एप्लिकेसन लेयरमा वेब ब्राउजर्सहरू म्यासेजिङ एप्सहरू होइन काम गर्छ। अब प्रेजेन्टेसन लेयरमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ होइन के गर्नुपर्ने छ त्यसको अनुसारले फर्मेटिङ, ट्रान्सलेसन, इन्क्रिप्सन, डिक्रिप्सन गर्ने काम चाहिँ कसले गर्छ भन्दाखेरि प्रेजेन्टेसन लेयरले गर्छ होइन त। अब यो प्रेजेन्टेसन लेयरमा नि एक्जाम्पल के छ भन्दाखेरि टिएलएस, एसएसएल इन्क्रिप्सनले चाहिँ के गर्छ भन्दाखेरि इन्क्रिप्सन र डिक्रिप्सनको काम गर्छ होइन। अनि यो पिएनजी इमेज कम्प्रेसनहरूले चाहिँ त्यो यदि इमेज पठाएको छ भने सेन्डरले कम्प्रेस गर्ने हो कि के गर्ने हो, यो प्रेजेन्टेसन लेयरको काम हो होइन। अब सेसन लेयर छ होइन त। अर्को सेसन लेयरले चाहिँ के गर्छ भन्दाखेरि इट इस्टाब्लिसेस द कम्युनिकेसन सेसन है। जबसम्म रिसिभरले सेन्डरले पठाएको इन्फर्मेसन रिसिभरले कम्प्लिटली रिसिभ गर्दैन तबसम्म कम्युनिकेसन सेसन इस्टाब्लिस गर्ने काम चाहिँ सेसन लेयरको हो है। अब नेट बायो सेसन, आरपिसी, रिमोट प्रोसिड्युरल कल होइन, एसएमबी जस्ता प्रोटोकलहरूले चाहिँ सेसन लेयर इस्टाब्लिस गर्न हेल्प गर्छ, कम्युनिकेसन सेसन इस्टाब्लिस गर्न हेल्प गर्छ है। अब ट्रान्सपोर्ट लेयर छ। ट्रान्सपोर्ट लेयर भनेको हार्ट अफ द ओएसआई लेयर। यसलाई ट्रान्सपोर्ट लेयरलाई चाहिँ किन हार्ट अफ द ओएसआई लेयर भनेको भन्दाखेरि होइन, यो एप्लिकेसन लेयर, प्रेजेन्टेसन लेयर, सेसन लेयर जुन छ नि, यो माथिको यो 3टा लेयर एप्लिकेसन, प्रेजेन्टेसन र सेसन लेयर, यो 3टा लेयर चाहिँ सफ्टवेयर लेभलमा काम गर्छ होइन। अनि यो ट्रान्सपोर्ट लेयरको तलका लेयरहरू जुन नेटवर्क लेयर, डाटा लिङ्क लेयर र फिजिकल लेयरहरू छ नि, यिनीहरू चाहिँ हार्डवेयर लेभलमा काम गर्छ क्या। मतलब सफ्टवेयर लेभल र हार्डवेयर लेभललाई कनेक्ट गराउने काम त ट्रान्सपोर्ट लेयरले गर्यो नि त। त्यही भएर ट्रान्सपोर्ट लेयरलाई हार्ट अफ द ओएसआई लेयर भन्छ है। अब यो लेयरमा चाहिँ के हुन्छ भन्दाखेरि यो सेसन लेयरबाट आएको जुन डाटाहरू हुन्छ नि होइन, त्यो डाटालाई चाहिँ सेगमेन्टको फर्ममा कन्भर्ट गरिदिन्छ है। ट्रान्सपोर्ट लेयरमा चाहिँ मेनली त टिसिपी र युडिपी कन्सिस्ट हुन्छ। यो ट्रान्सपोर्ट लेयरको टिसिपी र युडिपीले चाहिँ के गर्छ भन्दाखेरि टिसिपीले चाहिँ डाटा
कनेक्सनबाट ट्रान्सफर गर्छ भने युडिपीले चाहिँ डाटाहरू विथआउट कनेक्सन ट्रान्सफर गर्ने हेल्प गर्छ है। अब यो टिसिपीको के फाइदा हो त? कनेक्सन युज गरेर डाटा ट्रान्सफर गरेको चाहिँ के फाइदा भन्दाखेरि चाहिँ होइन, टिसिपीले सेन्डरलाई पनि एक्नोलेज गर्छ कि यो डाटा रिसिभरले सक्सेसफुल्ली रिसिभ गरिसक्यो है भनेर एक्नोलेज गर्ने गर्छ टिसिपीले। तर युडिपीले चाहिँ सेन्डरलाई केही एक्नोलेजमेन्ट नै दिँदैन क्या। इफ त्यो सेन्डरले पठाएको डाटा रिसिभरले सक्सेसफुल्ली रिसिभ गर्यो कि नै भनेर सेन्डरलाई केही एक्नोलेजमेन्ट नै आउँदैन। तर युडिपी चाहिँ अलिक फास्ट डाटा ट्रान्समिसनको लागि युज हुन्छ है। युडिपी प्रोटोकल चाहिँ यदि फास्ट डाटा ट्रान्सफर गर्नु छ भने युडिपी प्रोटोकल युज गरिन्छ। अब त्यसपछि आउँछ नेटवर्क लेयर। ट्रान्सपोर्ट लेयरमा भएको डाटा छ नि, जुन सेगमेन्ट फर्ममा भएको डाटा छ नि, त्यो डाटालाई चाहिँ फर्स्टमा प्याकेट फर्ममा कन्भर्ट गरिन्छ नेटवर्क लेयरमा। राउटर र आइपी एड्रेस चाहिँ नेटवर्क लेयरमा काम गर्ने। यो लेयरले चाहिँ पाथ पनि डिटरमाइन गर्छ क्या, कुन पाथबाट चाहिँ डाटाहरू छिट्टो ट्रान्सफर हुन सक्ला भनेर डिटरमाइन गर्ने काम पनि गर्छ र त्यो पाथबाट डाटा ट्रान्सफर गराउने पनि हेल्प गर्छ है यो नेटवर्क लेयरले चाहिँ। अनि त्यसपछि आउँछ डाटा लिङ्क लेयर है। प्याकेटको फर्ममा भएको डाटाहरू चाहिँ फ्रेमको फर्ममा कन्भर्ट गर्ने काम चाहिँ डाटा लिङ्क लेयरले गर्छ होइन। यो लेयरमा मेनली भनेको चाहिँ डाटाको स्पिड र फ्लोलाई चाहिँ मेन्टेन गर्ने काम गरिन्छ है। अनि इररहरू पनि इलिमिनेट गरिन्छ। फिजिकल एड्रेसिङमा पनि हेल्प गर्छ है यो डाटा लिङ्क लेयरले चाहिँ होइन। यो जस्तै यो म्याक एड्रेसहरू छ नि, यो म्याक एड्रेस, इथरनेट, वाइफाई, स्विचेस, ब्रिजेसहरू छ नि, जुन यो लेयरमा रन गर्छ। डाटा फ्लो र स्पिड लाई मेन्टेन गर्ने काम जस्तै, अनि इररहरूलाई इलिमिनेट गर्ने काम, फिजिकल एड्रेसिङ गर्ने काम जस्तो फङ्सन्सहरू चाहिँ यी डिभाइसेसहरूले ह्यान्डल गर्छन् है। अर्को मेन कुरा भनेको चाहिँ यी डिभाइसेसहरूले चाहिँ लोकल नेटवर्क कम्युनिकेसन पनि इस्टाब्लिस गर्नलाई एकदमै हेल्प गर्छन् है। अब त्यसपछि आउँछ फिजिकल लेयर। अब फिजिकल लेयर डाटाहरू फिजिकल्ली ट्रान्समिट हुन्छ। फर इक्जाम्पल यो नेटवर्क केबलहरू छ नि, मतलब कोएक्सियल केबल होइन, इथरनेट केबल, फाइबर अप्टिक केबलहरू छ नि होइन, यिनीहरू सबै चाहिँ फिजिकल लेयरभित्र पर्छ क्या। मतलब किन भन्दाखेरि नट ओन्ली द्याट है, रेडियो वेभ्सहरू छ नि जुन अनगाइडेड मिडियाहरू, तिनीहरू पनि फिजिकल लेयरमा पर्छ क्या। किन फिजिकल लेयरमा पर्छ भन्दाखेरि किनभने यिनीहरू केबल्सहरूले, यिनीहरू वेभ्सहरूले चाहिँ डाटा ट्रान्समिसनको लागि हेल्प गर्छ, त्यही भएर यिनीहरू फिजिकल लेयरमा पर्छ। सबै 7वटै लेयरको बारेमा मैले एक्सप्लेन गरेँ होइन। अब यो सेन्डरबाट एप्लिकेसन लेयरद्वारा सेन्डरले केही कुरा सेन्ड गर्छ, डाटा सेन्ड गर्छ भनौँ है, इन्फर्मेसन सेन्ड गर्छ भनौँ। त्यो इन्फर्मेसनलाई इन्क्रिप्सन, डिक्रिप्सन, फर्म्याटिङ के गर्नुपर्नेछ त्यो प्रेजेन्टेसन लेयरको काम भयो। सेसन लेयरले त्यो डाटा रिसिभरले रिसिभ नगरिन्जेलसम्म एउटा कम्युनिकेसन सेसन इस्टाब्लिस गर्ने काम गर्छ। ट्रान्सपोर्ट लेयरले यो सेसन लेयरबाट आएको डाटाहरू जुन छ नि, त्यो डाटालाई सेगमेन्टको फर्ममा कन्भर्ट गर्छ ट्रान्सपोर्ट लेयरले। अनि यो ट्रान्सपोर्ट लेयरमा चाहिँ दुईवटा काइन्ड अफ प्रोटोकलहरू छ, टिसिपी ट्रान्समिसन कन्ट्रोल प्रोटोकल र युडिपी युजर डाटाग्राम प्रोटोकल। वेयर ट्रान्समिसन कन्ट्रोल प्रोटोकल भनेको चाहिँ युजिङ कनेक्सन हामीले डाटा ट्रान्सफर गऱ्यो भने ट्रान्समिसन कन्ट्रोल प्रोटोकल भनिन्छ, र विथआउट युजिङ कनेक्सन डाटा ट्रान्सफर गऱ्यो भने युडिपी युजर डाटाग्राम प्रोटोकल भनिन्छ। युजर डाटाग्राम प्रोटोकल चाहिँ हामी किन युज गर्छौँ भने अलिक फास्ट डाटा ट्रान्सफरको लागि युडिपी युज गर्ने गर्छौँ है। अब नेटवर्क लेयरमा चाहिँ आइपी एड्रेस, राउटरको कामहरू सबै नेटवर्क लेयरमा हुन्छ होइन। अब यो ट्रान्सपोर्ट लेयरबाट जुन सेगमेन्टको फर्ममा आएको डाटाहरू चाहिँ यहाँ आएर प्याकेटको फर्ममा कन्भर्ट हुन्छ नेटवर्क लेयरमा आएर। अनि त्यसपछि डाटा लिङ्क लेयर आउँछ। त्यो नेटवर्क लेयरमा प्याकेटको फर्ममा भएको डाटाहरू फ्रेमको फर्ममा कन्भर्ट हुन्छ डाटा लिङ्क लेयरमा आएर। यो डाटा लिङ्क लेयरले चाहिँ लोकल एरिया नेटवर्क कम्युनिकेसन इस्टाब्लिस गर्न मद्दत गर्छ होइन। म्याक एड्रेस, इथरनेट, वाइफाईहरू एक्जाम्पल भयो यो डाटा लिङ्क लेयरको, तिनीहरू रन हुने भयो डाटा लिङ्क लेयरमा होइन। अब फिजिकल लेयरले त अब सेन्डरको लोकेसनदेखिबाट रिसिभरको लोकेसनसम्म एउटा कुनै एउटा वेभको फर्ममा होस् वा कुनै एउटा फिजिकल ट्रान्समिसन लाइक फाइबर अप्टिक केबल, कोएक्सियलको केबलको मिडियम युज गरेर होस्,
सेन्डरको लोकेसनदेखिबाट रिसिभरको लोकेसनसम्म ट्रान्सफर गर्ने काम फिजिकल लेयरको भयो होइन। रिसिभर साइडको फिजिकल लेयरसम्म त डाटा आयो। रिसिभरको एप्लिकेसन मतलब स्क्रिनसम्म पुग्नुपर्ने छ नि त होइन। सेन्डरले यहाँबाट पठाएको एप्लिकेसन लेयरबाट पठाएको डाटा त रिसिभरको एप्लिकेसन लेयरसम्म पुग्न पर्नेछ। मतलब अब यो फिजिकल लेयरबाट नि फेरि डाटाहरू यसरी फ्लो हुन्छ क्या। मतलब अब फिजिकल लेयरबाट जुन डाटा आउँछ नि त्यो डाटा फ्रेमको फर्ममा कन्भर्ट हुन्छ डाटा लिङ्क लेयरमा, अनि नेटवर्क लेयरमा आएर प्याकेटको फर्ममा फेरि प्याकेटको फर्ममा कन्भर्ट हुन्छ, अनि सेगमेन्टको फर्ममा कन्भर्ट हुन्छ होइन। अब सेसन लेयरले लेयर 5 सेसन लेयरले कम्युनिकेसन सेसन इस्टाब्लिस गरिरहन्छ डाटा कम्प्लिटली त्यो रिसिभ नगरिन्जेलसम्म सेसन लेयरले कम्युनिकेसन सेसन इस्टाब्लिस गरिरहेकै हुन्छ है। अनि त्यसपछि लेयर 6 आउँछ जब सेन्डरले पठाएको त्यस्तै इन्फर्मेसन रिसिभरमा पुग्नु पर्यो। मतलब यहाँ चाहिँ जुन इन्क्रिप्सन भए भए डिक्रिप्सन गर्ने र ट्रान्सलेसन पहिला भए भए फेरि त्यही ओरिजिनल ल्याङ्ग्वेजमा ट्रान्सलेसन गर्ने कामहरू हुन्छ र त्यसपछि सक्सेसफुल्ली एप्लिकेसन लेयरमा डाटा एउटा कम्प्लिट फुल फेज्ड इन्फर्मेसन रिसिभरमा पुग्छ। त्यसपछि मात्र सेसन लेयरले आफ्नो काम गर्न स्टप गर्छ है। एन्ड दिस इज हाउ ओएसआई मोडल वर्क्स बेसिकली होइन। हामीलाई हेल्प गरेन त यसले कम्युनिकेसन सिस्टम कसरी नेटवर्क प्रोटोकलहरू कम्युनिकेसन सिस्टमहरू एक आपसमा कसरी इन्टरेक्ट गर्छ भनेर त यसले हामीलाई आइडिया दियो नि त। त्यही भएर यो एकदमै ओएसआई मोडल एकदमै आजकल युज भएको मोडल हो होइन। एन्ड होप यु अल अन्डरस्ट्यान्ड है मैले पढाएको। इफ यु लाइक्ड माई इफोर्ट देन सब्सक्राइब माई च्यानल होइन। आफ्नो साथीहरूलाई सेयर गरिदियो, लाइक गरिदियो है। थ्याङ्क यू।